हिमाल पर्वत पहाड पाखा पखेराको बगिजाने माटो बाँधौँ वायुमण्डलमा उडी जाने धुलो धुवाँ बाँधौँ चन्द्र सूर्य तारागण आकाश सफा देख्न पाऊँ ओजन शक्ति नष्ट गर्ने तत्त्व धुलो धुवाँ बाँधौँ डढेलो जोगाऊँ पालुवा बचाऊँ बगिजाने माटो बाँधौँ बाँधौँ जग्गा तो धरम पानीका मुहान नदी नालाका किनार बचाऊँ अरासो करासो र छनी अटाली ताउ तँगारो सफा राखौँ सिसा भुसा प्लास्टिकका टुकुरा बाँधौँ बिख बिखादीबाट शिशु पशु बचाऊँ कुचक्र परचक्र स्थावर जगम डढेलो जोगाऊँ पालुवा बचाऊँ बगिजाने माटो बाँधौँ बाँधौँ जग्गा तो धरम गैँडा हात्ती बाघ बनेल जरायो खरायोका घर बाँधौँ डाँफे मुनाल जुरेली भँगेरी काग कोइलीका घर बाँधौँ खाग मौरी काटे मौरी भिर मौरी जोगाऊँ जग्गा तो धरम अनि यो फिरिरहेपछि मान्छेहरूलाई चाहिँ यो लयो पनि बाँचिरहने भयो यसले चाहिँ यो योजनाविदहरूलाई योजना बनाउनेहरूलाई चाहिँ वायुमण्डल सूर्य र पृथ्वीको तापको बिचको चाहिँ झिल्लीहरू फाट्दै जानु माटो बगेर जाने डढेलो जोगाउने पालो यो लुङ्गुराहरूलाई अलिकति ध्यान पुगोस् भन्ने खालको यता सन्देश पनि यता अलिक रमाइलोको लागि चाहिँ यता ल फेरि लाउन थाल्यो भनेर भन्नलाई त्यो शब्द त उनीहरूले लिइहाल्छन् सम्झिरहन्छन् विद्यार्थीहरूले भनेर चाहिँ यसरी तय गरियो सर अनि मैले चाहिँ एउटा सरहरू घुम्दा पाइयो भने यहाँको समूहलाई जुन हेरालुलाई एउटा यो बिकुल चाहिँ उपलब्ध गराउनु पर्ने छ सर किनभने यहाँबाट खबर गर्नलाई यो बजाएपछि सूचना होइन आपद विपद पर्यो भनेदेखि अथवा अपरझट मान्छे जम्मा गर्नु पर्यो भनेदेखि यसको आवाज चाहिँ अब त्यो डाँडाबाट यो डाँडाबाट फुक्यो भने त गाउँसम्म पनि सुन्छ हुन त अहिलेको गाडीको हर्नले गर्दा हर्न बजायो कि बिकुल बजायो भन्ने त अलिक फरक त पर्ला तैपनि त उसले एउटा हतियार आधार पनि हुन्छ धन्यवाद।